सुन्दर स्वर्गभूमि चारैतिर आँखाले निहालेर हेर्दा मनमा आनन्द आउने स्वर्गको भूमिहरूमा पैदल हिँडेको चाहिँ अनुभूति हुने हरेक बास्नदर फुलहरूले पल पल बास्न दिइरहने सुनापति भैरुङपाती फुलपातीहरूले स्वागत गरिरहने ताल पोखरी र कुण्डहरूको चिसो हावाले मनलाई हर पल शान्त बनाइरहने जति हेरे हेरौँ हेरौँ लाग्ने जति वार पार गरे पनि पैताला नगल्ने शरीर नथाक्ने जति हेरे पनि आँखा नथाक्ने साँच्चै स्वर्गको एक टुक्रा हो पाँच पोखरी। तपाईहरूले यस भिडियोमा देखिरहनु भएको यो सुन्दर चिटिक्क परेको गाउँको नाम हो छिम्ती गाउँ। पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 3 मा पर्ने यो छिम्ती गाउँलाई सजिलो बोलीचालीमा भने भोताङ भन्ने गरिन्छ। जोरपाटी काठमाडौँदेखि 65 किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ। यहाँसम्म सार्वजनिक यातायात र निजी सवारीमा सजिलै आइपुग्न सक्नुहुनेछ। नमस्ते। पाँच पोखरीको यात्रामा म एक्लै छु। यो भर्खरै मैले पार गरेको पुल चाहिँ छिम्तीको पुल भन्छ। यहाँ छिम्तीसम्म चाहिँ बस आउँछ, त्यहाँबाट चाहिँ माथि चाहिँ हामी पैदल यात्रा हिँड्नुपर्ने हुन्छ। छिम्तीसम्म चाहिँ काठमाडौँबाट जोरपाटी हुँदै बसमा आउन सकिन्छ, आफ्नो प्राइभेट साधनमा पनि आउन सक्नुहुन्छ। यहाँदेखि भने चाहिँ हामी वाकिङ गर्नुपर्छ। अब पाँच पोखरी पुग्नलाई कम्तीमा पनि हामीले एक दिन एक आधा लगभग 1.5 दिन भनौँ होइन, 13-14 घन्टा चाहिँ यात्रा गर्नुपर्ने हुन्छ। नमस्ते, हेर्दै गर्नु। छिम्तीबाट पैदल हिँडेको थोरै समयमा नै छिम्तीको झोलुङ्गे पुल भेटिन्छ। पुलबाट देखिने छिम्ती झरनाले भने जोसुकैलाई पनि मन्त्रमुक्त बनाउँदछ। पाँच पोखरीको यात्रा तय गर्नु पूर्व तपाईँको भविष्यलाई सुनौलो पार्न चाहनुहुन्छ र जापानिज भाषा पढेर जापान जाने चाहना छ भने भक्तपुर राम मन्दिर सुरविनायकमा रहेको सनराइज जापानिज ल्याङ्ग्वेज एन्ड स्किल सेन्टरलाई सम्झिनुहोला। यहाँ उत्कृष्ट शिक्षकहरूद्वारा धमाधम जापानिज भाषाको पढाइ भइरहेको छ।
झोलुङ्गे पुल पार गर्ने बित्तिकै उकालो सुरु हुन्छ। यस भेगका स्थानीय र झाँक्रीहरू प्रत्येक वर्ष जनै पूर्णिमाको मेला भर्न 5 पोखरी जाने गरिन्छ। छिम्तीको उकालो पार गरेको थकानलाई देउरालीमा आएर केही समय मेटाउन सकिन्छ। देउरालीको उकालो हिँडेको केही समयमा नै लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भेटिन्छ। यहाँ प्रवेशको लागि जिल्लावासीले निशुल्क रहेको छ भने जिल्ला बाहिरकालाई प्रवेश शुल्क बापत रु 100 रुपियाँ तिर्नुपर्ने हुन्छ। यस भेगलाई ढुपखङ खर्क भनिँदो रहेछ। यहाँ पुरानो बौद्ध गुम्बा पनि रहेछ। यसै गुम्बाको नाम पनि ढुपखङ गुम्बा भनेर चिनिँदो रहेछ। सुन्दर प्रकृतिको बीचमा गुम्बा आफ्नै सुरमा तटस्थ उभिएको छ। भोताङ्गेहरूको पुरानो गुम्बाको रूपमा चिनिने यस गुम्बा मानव बस्ती सर्दै गएका कारण भने गुम्बा यतिखेर एक्लो छ। स्थानीयहरूले प्रत्येक बिहान आएर पूजापाठ भने निरन्तर गरिँदो रहेछ। नमस्कार हजुर। दाइ, हजुरको शुभ नाम? मेरो फुर्बा हो। हजुर, तपाईँको यो होटलको नाम सहित भन्नु न। मेरो यो होटलको नाम चाहिँ सरस्वती होटल छ, ठ्याक्कै डुकाङ गुम्बाको छेउमा। डुकाङ चौर भन्छ ठाउँको नाम चाहिँ। यहाँ सुविधा कस्तो छ? यहाँ खाने बस्ने सुविस्ताको सबैको लागि राम्रै छ। प्राइभेट रुमहरू पनि छ, ग्रुप रुमहरू छ, सबैको व्यवस्था छ। जे 5 पोखरी घुमेर आउँदै यहाँ बस्न चाहिँ सुविधा? हजुर हजुर। कतिको पर्यटक आएको छ यसपाला? यसपालो पर्यटक आयो लगभग आजसम्म यस्तै 2500 भन्दा माथि क्रज भयो होला। पहिलाको तुलनामा चाहिँ? पहिलाको तुलनामा भन्दा चाहिँ अलिकति कमै जस्तो लाग्छ। अझै बढ्ने क्रम जारी छ। हजुर। निरन्तर यात्रामा पाइला चालिरहँदा यात्रामा भेटेका वन जङ्गल खोला नालाले यात्रालाई भने रोमाञ्चक बनाइरह्यो। चौरी पाल्न छोडेसँगै खर्कहरू चौरी भिन भए तापनि मेलाको बखत बस्ने मानिसहरूले दर्शनमा हिँडेका झाँक्रीहरूलाई भने सगुन राखेर स्वागत गरिरहेको थियो। यतिखेर हामी चित्रे खर्क आइपुगेको छौँ। चित्रे खर्क यो गीत त सानोवालै यो त्यो त नराम्रो रहेछ। यो त त्यो राम्रो रहेछ है? यो राम्रो छैन मम, रमाइलो गर्नुपर्छ। म त ममसँगै ममको गफ सुनि हिँड्ने हो। मम पहिलाको कुरा सुन्ने, यसो हिँड्ने हाम्रो। नमस्ते, फाइनल्ली हामी चाहिँ टुपी डाँडामा आइपुगेका छौँ। 5 पोखरी गाउँपालिकाको अन्तिम होइन, जुन यातायातको सुविधा रहेको अन्तिम गाउँ छिम्ती भनिन्छ। छिम्तीबाट चाहिँ करिब 4 घन्टाको उकालो हिँडाइ पश्चात हामी
रमणीय स्थल टुबिडाँडामा आइपुगेका छौँ। यहाँहरूले ड्रोन भ्यू पनि यहाँहरूले देख्न सक्नुहुनेछ। अलिकति आज मौसम खुल्ला नभएको कारण अलि मौसमले च्यालेन्ज गरेको कारण यहाँहरूलाई सोचे जस्तो अलिकति भने जस्तो ड्रोन भ्यू मैले देखाउन सकेन। त्यसमा म आइएम सो सरी भन्न चाहन्छु। हेर्दै जाउँ अगाडिका हामी राम्रा दृश्यहरू चाहिँ कैद गर्ने कोसिसमा छौँ। पाँच पोखरीको यात्रामा देखेका हरेक दृश्यहरू यहाँहरूको माझ हामी पस्किनेवालामा छौँ। यतिखेर भने म एक्लै यात्रा गरिरहेको छु। यहाँ पछाडिको ब्याकग्राउन्ड पनि बबालै छ होइन, एकदम स्तूप छ। तपाईँ देख्न सक्नुहुन्छ यो स्तूप हो। टुबिडाँडा कडेपछि थोरै सास फेर्न सकिन्छ, किनकि लगातार 3 घण्टाको उकालो पश्चात तेर्सो बाटो भेटिन्छ। तागु खर्का पर्यटकलाई स्वागत गर्दै आफ्नै सुरमा मुस्कुराउँदै बसेको छ। तागु खर्का अत्यन्तै सुन्दर खर्का। यात्रा जति नै कठिन भए तापनि तागु खर्काले केही सास भने पक्कै दिन्छ। टुबिडाँडामा बास नपाएकाहरू तागु खर्का आउने गर्दछ। यहाँ खाना र बस्नको लागि गजबकै सुविधा रहेको छ। यतिखेर हामी पाँच पोखरी जाने क्रममा चाहिँ यो भोताङको छिम्ती हुँदै हामी टुबिडाँडा हुँदै तागु खर्का आइपुग्यौँ। यसले तागु खर्का हुन्छ नास्या तागु खर्का आइपुग्यो। तागु खर्का आइपुग्दै गर्दाखेरि हाम्रा यहाँ होटल व्यवसायी एकजना हाम्रो दाजु भेट भयो। हजुरको शुभ नाम? यारु लामा। के छ तपाईँको होटलको नाम? तागु खर्का स्याङ्बो होटल, यारु होटल। तागु खर्का स्याङ्बो यारु होटल। जस्तै यारु भनेको चाहिँ के त? यारु भन्ने एउटा मेरो नाम। तपाईँको नाम स्याङ्बो चाहिँ तपाईँको थर। अनि के छ त यहाँ तपाईँको अब बस्ने सुविधाहरू के कस्तो छ भन्नु पर्यो। अब बस्नको सुविस्ता चाहिँ अहिलेसम्म भर्खर बनाउँदै सुरु। हजुर। अब राम्रै बनाएको छ ल। सिङ्गल रुम डबल रुम बनाएको छ। हजुर। अनि यसै अब जस्तै यहाँ बस्नको लागि या खानको लागि चाहिँ पर व्यक्ति चाहिँ कतिसम्म चाहिँ अन्दाजमा, मतलब जस्तै पैसा लाग्ने खर्च अब तपाईँको यहाँ मेरो पर पर्सन त्यही खासमा हामीले 700 रुपियाँ लिन्छ। तर यसो कसैले चाहिँ मिलाइदिनु भन्दाखेरि चाहिँ त्यही 600 आइपुग्छ। 600 आइपुग्छ। जस तपाईँको मोबाइल चार्जिङ गर्न पाइयो? हजुर, मोबाइल चार्ज हुन्छ, जेनेरेटर अन हुन्छ। हजुर। अनि 3-4 जना हुँदाखेरि त्यही अब इन्भर्टरबाट नि हुने रहेछ। के छ यसपाला पर्यटक धेरै आएको छ कि के छ? पर्यटन यसपालि चाहिँ अलिकति पोहोरसालभन्दा अलिकति कमै। पहिलाभन्दा अझ कम? यसपालि चाहिँ कम भन्दाले अब अहिले यो लामो दिनले गर्दा अलिकति उदै सार्नुहुन्छ। यहाँबाट अझ माथि जाने, चोकोरसम्म जाने। चोकोर, रातो माटो, दालचिनढुङ्गा तपाईँको जस्तै अब टुबिडाँडा। अब अहिले त पहिला त 4 बजीदेखि 3 बजीदेखि नै टुबिडाँडामा रोक्नु पर्थ्यो। अहिले त अब टुबिडाँडा काटेर 15-20 मिनटमा तागु खर्का आइपुग्छ। हजुर। फेरि तागु खर्काबाट तपाईँको सिधा उता जोलङ्गे, दालचिनढुङ्गा, रातो माटो, चोकोडाँडा त्यहाँसम्म पुग्न सक्नुहुन्छ। यहाँ फोन लाग्छ? फोन लाग्दैन है? अलिकति झुन्ड्याएर राख्यो भने लाग्छ। फोन नम्बर भन्ने हो कि? हजुर 98 49 हजुर 24 28 65। भाले बासेसँगै बिहानीले स्वागत गरिसकेको छ। खर्काहरू बिस्तारै आँखा अगाडि देखिन थालेको छ। शान्ता खर्काले हामीलाई स्वागत गरिरहेको छ। बिहानीसँगै 5 पोखरी जानेहरूले पाइला चाल्न थालेका छन्।
वन जङ्गल खोला नालाले बेला बेलामा स्वागत गरिरहने भएकोले यात्रा भने थप मनोरञ्जन भइरह्यो। अनि के भन्नुहुन्छ हजुरलाई चाहिँ घुम्न जाँदा? घुम्न हिँड्नुपर्छ, मतलब भएर हिँड्नुपर्छ, सेल्फिस हुनुपर्छ। एक बार बेबी सेल्फिस होके अपने लिए जियो ना हिँड्नुपर्छ। 5000ले रासन भरे पनि हिँड्नु पनि पर्छ है, ठाउँ हिँड्नुपर्छ। सजिलो नि थियो बाटो? सजिलै छ, मनले सोध्नु पर्छ सजिलै हुन्छ है, सजिलै पुग्छ। तागु खोला पार गरिसकेपछि भने बाटो पुरै उकालो भेटियो। बाटैभरि रमाइला रमाइला खर्कहरू भेटिने रहेछ, तर खर्कहरू अहिले चौरीविहीन छन्। खर्क छ, चौरी छैन। खर्क खाली खाली देख्दा मन पनि खाली खाली भएको महसुस भयो। समुद्री सतहदेखि 3661 मिटरको उचाइमा रहेको न्होस्याम भने खाना बस्नको लागि उपयुक्त ठाउँ रहेछ। यहाँ भने मौसम प्रतिकूलका कारण ड्रोन भिडियो समेट्न सकिएन। न्होस्यामबाट उकालो लागेको केही समयपछि भने छाता अड्किने पहरामा आइपुग्ने रहेछ। छाता ओढेर हिँड्दा छाता अड्किने भएर नै यस पहरालाई छाता अड्किने पहरा भनिँदो रहेछ। लौरी बिना 5 पोखरी पुग्नै लाग्दा भेटिने उकालो बाटो हो लौरी बिना। यस उकालोमा आफूले प्रयोग गरेको लौरो यहाँ बिसाउने गर्दछ भने फर्किने बेला त्यही लौरो लिएर जाने गर्दो रहेछ। तागु खर्गबाट बिहानै यात्रा सुरु गरेको करिब 10 घण्टा पछि भने मैले सुन्दर स्वर्गभूमि 5 पोखरीमा पाइलो टेक्न सफल भएँ। जीवनमा अर्को सफलता हासिल गरेको चाहिँ अनुभूति भयो। मन खुसी भयो, भोक थकान हरायो।
साँझ परेको कारण खासै घुम्न पाएन। पोखरी वरिपरि थोरै घुमेर भए पनि दिनभरिको थकानलाई मेटाउने प्रयास गरे। भोलि बिहानीको मिठो पर्खाइले कुरेर जाँदैको सुरुमा भेटिने 5 पोखरी सिन्धु होटलमा बास बसे। मन खुसी हुँदै बिहान सबेरै उठे। 5 पोखरीलाई आँखैभरि हेर्ने रहर मेटाउन भ्यू टावर उक्ले। भ्यू टावरबाट देखिएका सुन्दर दृश्यले भने मनलाई र यो शरीरलाई कता कता स्वर्गमा पुर्याए झैँ आभास भयो। यहाँबाट देखिने टल टल टल्किने हिम श्रृङ्खलाहरूले साँच्ची नै मनलाई आनन्दित बनाइरह्यो। पाँच पोखरीको सुन्दरतालाई जति बयान र वर्णन गरे तापनि पुगिँदैन। आँखै अगाडि रहेको स्वर्गभूमि 5 पोखरीलाई आफ्नै आँखाले देख्न र हेर्न पाउँदा भने आफूले आफैलाई भाग्यमानी ठाने। समुद्री सतहदेखि 4100 मिटरको उचाइमा रहेको 5 पोखरीमा प्रशस्तै मात्रामा पाइने सुनपति धूप, भैरवपति फुलपातीले भने स्वागत गरिरहेको थियो। भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरेर 5 कुण्डहरूबाट बनेको 5 पोखरी इन्द्रवती नदीको मुहान पनि हो। 5 पोखरीको ऐतिहासिक पाटो भने विभिन्न माध्यमहरूबाट सजिलै पाउन सकिन्छ। जति हेरे पनि आँखा नथाक्ने, 5 कुण्ड वरिपरि घुम्दा पनि मन नअगाउने, खुट्टा नगल्ने, साँच्चीकै 5 पोखरी स्वर्गको टुक्रा हो भन्दा फरक नपर्ला।
पाँच पोखरीको छेउमा रहेको चिटिक्क परेको मन्दिर जहाँ मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरू दर्शन गर्ने गर्दछन्। मन्दिरको छेउमा रहेको दुईवटा पोखरी, एउटामा पुरुष र एउटामा महिला डुबुल्की मारेर शरीरलाई सुत्ता पार्ने र त्यसपछि मात्रै मन्दिर दर्शन गर्दो रहेछ। पाँच पोखरीबाट करिब 1 घण्टा जतिको दूरीमा मानम भन्ने ठाउँमा पनि दर्शनको लागि भक्तजनहरू जाने गर्दो रहेछ। पहिला यस स्थानमा मन्दिर बनाउनु पूर्व मानममा नै दर्शन गर्ने गरेको स्थानीयहरूले बताए। दिदी के टिप्नुहुन्छ? हजुर सुनपत्ती धुप है? यो चाहिँ सुनपत्ती धुप है? कहाँ देखाउनु भएको तपाईँ? भोताङ यहीँको हो? ए हामी त काठमाडौँबाट आएको। ए सबै सुनपत्ती है? ओहो बास्ना निकै आउँछ होला है? योभन्दा तलतिर त पाउँदैन है यस्तो सुनपत्ती त। चुपा ए हजुर हजुर योभन्दा तल पाइँदैन है? होइन ऊ यहाँ माथि हजुर मम खन्दो निसे मानम निसे सिपो बोक्नुभयो? आइपुग्नु भयो? हामी त भर्खर पो यहाँ छौँ। मानम एक ठुलो भिर र पहरासँग जोडिएको छ, जहाँबाट बगेको पानी शरीरमा पर्दा शुद्ध हुने, बोली नफुटेको बाल बच्चालाई यहाँको पानीले नुहाएमा बोली फुट्ने विश्वास रहेकोले झाँक्रीसँगै भक्तजनहरूको बाक्लो उपस्थिति देखियो। मेमे किन नुहाएको यो बाबालाई? ए बोली आउनलाई? ए बोलीको लागि नमस्ते सम्पूर्णलाई। यतिखेर म पाँच पोखरीमा छु। 5 बजी सिन्धुपाल्चोक जिल्लाको अत्यन्तै रमणीय अत्यन्तै धार्मिक स्थलले परिचित हैन यो पाँच पोखरीमा छु। म एक्लै काठमाडौँबाट यात्रा गर्दै आएको थिएँ।
जहाँसम्म तपाईँहरूले भिडियोमा देखिहाल्नु भएको छ कस्तो लाग्यो तपाईँहरूले सल्लाह सुझावसहित प्रतिक्रिया दिन सक्नुहुनेछ। मैले चाहिँ कति ठाउँमा चाहिँ ड्रोन उडाउन पाएँ, कति ठाउँमा पाएन। कुनै ठाउँमा मौसम अनुकूल थियो, कुनै ठाउँमा मौसम प्रतिकूल थियो, त्यस कारणले कति भिडियोहरू चाहिँ छुट्यो होला, त्यसमा म क्षमा चाहन्छु। तपाईँहरूले यो भिडियो कस्तो लाग्यो, जस्तो छ त्यस्तो तपाईँहरूले सल्लाह सुझावसहित प्रतिक्रिया दिन सक्नुहुनेछ भन्दै तपाईँहरू सबैले धेरै धेरै धन्यवाद दिँदै मलाई यहाँसम्म आउनको निमित्त सपोर्ट गर्नुभएको केही कन्सल्टेन्सीहरू रहेको छ, म यहाँहरूलाई देखाउन चाहँदैछु। मलाई यहाँसम्म आउनको लागि सपोर्ट गरेको छ यो सनराइज जापानिज ल्याङ्ग्वेज एन्ड स्किल सेन्टरले चाहिँ मलाई सपोर्ट गर्नुभएको छ। यहाँ चाहिँ तपाईँलाई उत्कृष्ट जापानिज भाषा सिकेर जापान जान चाहनुहुन्छ भने तपाईँ सनराइज जापानिज ल्याङ्ग्वेज एन्ड स्किल सेन्टरमा चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँको कुनै पनि इभेन्ट क्याप्चर गर्नु परेको छ भने, फोटो तथा भिडियोको चाहिँ इभेन्टहरू चाहिँ क्याप्चर गर्नु परेको छ भने हाम्रो फोटोग्राफीलाई सम्झन सक्नुहुनेछ। उत्कृष्ट फोटो तथा भिडियोको लागि हाम्रो फोटोग्राफी है त। त्यसै गरी यो भिडियो चाहिँ देशभूमि क्रिएसनबाट चाहिँ प्रसारण हुनेछ। देशभूमि क्रिएसनबाट नै यो भिडियो चाहिँ निर्माण भएको छ भन्दै यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा पनि मलाई यस्तै माया र साथ सपोर्ट दिनुहोला भन्दै यहाँहरू सबैको दिन शुभ रहोस्। धन्यवाद। पाँच पोखरी घुमघामसँगै मन्दिर दर्शन पश्चात जसरी पाँच पोखरीको पानी इन्द्रवतीमा मिसिन बगी चाहिँ मनभरि सुन्दर दृश्यहरूलाई सँगाल्दै फर्किने निर्णय गरे। छोड्नै गाह्रो भएको जस्तो, कसैसँग गहिरो प्रेम बसेर बिछोडिएको जस्तो, मन भारी भएको जस्तो, पाइला चाल्न मनै नमान्ने, त्यहीँ बसौँ त्यहीँ रमौँ सारा जीवन यतै बिताउँ जस्तो मनमा आउने, केही छोडे जस्तो लाग्ने, केही त्यागे जस्तो लाग्ने, केही गुमाए जस्तो लाग्ने, तर मनलाई दरो पारेर सुन्दर स्वर्गभूमि पाँच पोखरीलाई मनबाटै बिदाईको हात हल्लाउँदै लौरी बिनाको ओह्रालो झरे। जसरी पाँच पोखरीको पानी इन्द्रवतीको स्वरूप बन्न बगे जस्तै पाँच पोखरी दर्शनमा गएकाहरू पनि भिरपाखा हुँदै ओह्रालो झरिरह्यो, झरिरह्यो, झरिरह्यो।